आज मन्डे रातिको 12:40 भयो। यहाँ चाहिँ वेन्सडे छोरीको पास्नेको साइड छ। घरको फ्यामिली मेम्बरसँग मात्र पास्ने गर्ने, अनि स्याटरडे चाहिँ साथीभाइहरूलाई यसो बोलाउने भनेर प्लानिङ गरेको। यो चाहिँ हाम्रो लिभिङ रुम, अनि यसमा चाहिँ मैले अहिले यहाँनिर एमाजोनबाट राउन्ड रिङ, फ्लावर्स, यो पर्दाहरू मगाएँ, रेड, अरेन्ज र वाइट। अनि यो सोफा चाहिँ एकदमै कम्फर्टेबल छ, जता जस्तो डिजाइन पनि गर्न मिल्छ। अनि मैले चाहिँ यो एरिया ठुलो बनाउनको लागि चाहिँ अहिलेलाई चाहिँ यसरी राखिरहेको छु। अनि यहाँ पत्रकोल यस्तो छ, काम गर्दा गर्दा 10:30 भइसकेको थियो। सबैजना टायर्ड, अनि त्यही भएर बच्चा पनि छ, फिडिङ पनि गर्नु पऱ्यो, टुलुलाई सुताउनुलाई मै चाहिन्छ। त्यसैले अहिले चाहिँ यति नै। यहाँ यसरी ट्राइङ्गल छ, अर्को यो ट्राइङ्गल छ, अनि डाइनिङ त्यहाँ छ। हाम्रो सोफा लेदरको मैले त्यहाँ टेम्पोरली मुभ गरिदिएँ। डाइनिङ भित्ताबाट साइडे 4टा टेबल थियो, कुर्सी थियो, 3टालाई यहाँ राखिदिएको छु अहिले, एउटालाई त्यहाँ। अब यसको बन्दोबस्त गर्नु लागि छ। छोरीको टोइज अल अराउन्ड द रुम, लिभिङ रुम, बेडरुम, टिभी रुम सबैमा थियो। सबै सर्ट आउट गरेँ, सबैजना सुतिसक्यो। यहाँ चाहिँ बाँकी छ टोइज। अरे शिव, कहिले के सर्ट आउट गर्ने? टपी टाइपको यहाँ छ, यसलाई पनि मिलाउनु छ। यस्तो छ अहिले, निद्रा नै भागिसक्यो। 9देखि 10 बजेको साइड छ पर्सीको। तर भोलि अलिकति सपिङ पनि गर्नु छ, पूजाको सामान। नानीको लागि पास्नेको रोजमा मोती राखेर मलाई भन्ने सोच छ। आई डोन्ट नो हुन्छ कि हुँदैन। त्यो ड्याडीले भइनुहुन्छ, मैले भिडियो देखाइसकेँ त्यसको डिजाइन। मम्मीले क्यारा सफा टुक पारिदिनु भएछ। यसमा चाहिँ मासु र माछा मात्र हुन्छ, हामी धेरै मांसाहारी छौँ। त्यहाँ भेजिटेबल्सहरू छ। अनि सबैजना सुतिसक्यो, अब मेरो पालो सुत्ने। अझै घरको हालत यस्तै छ, कन्जस्टेड। अब म चाहिँ सुत्छु, अनि बाँकी काम चाहिँ भोलि फेरि सबैजना मिलेर गर्ने। अब 1 बज्न आँट्यो, अब चाहिँ सुत्छु। अनि बाँकी भिडियो भोलि कहाँसम्म हुन्छ रेकर्ड गरेर राख्छु, अनि तपाईँहरूलाई पछि देखाउँछु है। बाई। गुड मर्निङ डे 2। आज चाहिँ बिहानको 9:40 बज्यो। अब हाम्रो डेकोरेसन स्टार्ट भयो, ब्रेकफास्ट भयो, म खाना बनाउँदैछु। मेरो छोरी खेल्दैछ बाहिर। अनि ड्याड र सुजित त्यहाँ पर्दा लाउनलाई रेडी हुँदैछ। यो चाहिँ बिगिनिङ हो, पछि फाइनल भएपछि गुड मर्निङ। ट्युसडे आज हो, सेकेन्ड डे। छोरीको भोलि पास्नेको लागि ड्याडी सुजितले प्रिपेयर गरेछ। म चाहिँ खानामा छु। टोमेटोमा पुदिना हालेर अचार बनाउने, मैले ब्रोकोलीलाई पकाइसकेँ भेजिटेबलमा। अनि अर्को भनेको ब्रोकोली पकाइसकेँ, अर्को भनेको यहाँ गट्टा आलु पकाइरहेको छु। अनि पाकिसक्यो होला, त सिटी मिसेको छैन। यस्तो छ। मलाई एकछिन पानी सुक्न दिन्छु, बाफले के पाक्दै गर्छ अचार चाहिँ। म अब बनाउनुलाई टमाटर पकाइसकेर
ब्याकग्राउन्ड म्युजिकमा त्यो गीत नेपाली गीत साह्रै रमाइलो लाग्छ नेपाली गीत सुन्दै काम गर्नु मेरो चाहिँ बेस्ट फेभरेट नेपाली गीतहरू सुन्दै कामहरू गर्दा धेरै मजा आउँछ हजुर भात पकाउन रेडी टमाटर हालिदिन्छु अलराइट मेरो चाहिँ आजको लन्च रेडी भयो चिकन चोइला साधेको यो चाहिँ चिकन लेफ्ट ओभर हिजोको ब्रोकोली पुदिना टमाटरको अचार यो माछाको अन्डा त्यो पनि लेफ्ट ओभर हो गट्टा आलुको तरकारी मसरुम मटर दम अनि यहाँ भात पाक्दैछ बाई बाई 10:30 भयो अब आधी घन्टामा खाना खाने ब्याक टु वर्क छोरीको मालाको लागि रेड दुर्गा भएकोले पुरा वाइट कम्बिनेसन बनाउने मान्छे चाहिँ उहाँ मेरो हस्बेन्ड बनाउनुहुन्छ बनिसकेपछि चाहिँ हामी कस्तो हुन्छ देखाउँछु म यो चाहिँ केराको पत्ता पूजा गर्नुको लागि चाहिन्छ यो बनाना त्यो नरिवल अरू फ्रुट्सहरू त्यो फ्रिजमा छ यो चाहिँ 84 दिनको सामानहरू यहाँनिर यहाँ अब फ्रुट्सहरू राख्नुपर्छ बाँकी सबै भइसकेको छ रेडी भएपछि देखाउँछु यस्तो डिजाइन बनाउनु खोजेको अनि बनाउने मान्छेहरू ड्याडी सुची अनि म अनि हाम्रो यहाँ बन्दैछ कस्तो बन्छ थाहा छैन हेरौँ है फाइनल लुक चाहिँ यस्तो भयो बनाउने मान्छे भनेको मेरो पिता सिदी र बुढा हो मैले चाहिँ यसो यो कुरो बनाउन मात्रै मद्दत गरेँ सानो छोरी उठिहाल्यो त्यही भएर अब यसमा चाहिँ लास्टमा चाहिँ यो मोतीले यहाँनिर बनाउने अलिकति लामो हुन्छ वा कस्तो दामी भयो है ड्याडी कत्रा कति राम्रो भयो दिदी बहिनीलाई माला एउटा यो बहिनी दिदीलाई मिक्स फ्लावर अनि बहिनीको चाहिँ पिङ्क र वाइट थ्याङ्क यू आजा ठुलो नातिनीको बास्ने पनि माला बहिनी भएको अनि सानोको पनि माला बहिनी भएको थ्याङ्क यू आजा वा कस्तो राम्रो फुल भयो फुलको माला म्याडम नाच्नु हुँदैछ है यहाँ गुड मर्निङ आज वेन्सडे बिहानको 6:45 बज्यो 4 बज्यो भयो हामी लाइक रातभरि गर्मीले उठ्नै सकेन हालतहरू कपाल अब मैचाइ गर्ने त्यसपछिबाट ब्याक टु वर्क अलराइट नुहाइ धोइसक्यो अब हल्का टिङ पेन्टिङ गर्मी छ त्यस्तो मेकअप गर्नु त आउँदैन सिम्पल मेकअप छोरी 7 बजे उठ्छ सानो छोरी उठ्नुभन्दा अगाडि काम गर्नु प्राइमर प्राइमर लगायो प्राइमर चाहिँ म यसको लगाउँछु कता गयो अनि त्यसपछि मेरो काउन्सिलर फाउन्डेसन
स्प्रे हल्का आई स्याडो लाउँछु। यो चाहिँ प्राइमर लगाइसकेको लुक्स हो। यस्तो मेकअप गर्न आउँदैन, सिम्पल नै गर्छु। सबै रेडी भइसकेपछि मात्रै देखाउँछु है। अनि यो चाहिँ मेरो ओपनिङ एक्ट भन्ने ल्यासको प्राइमर हो। अनि यो चाहिँ लाइट ल्यासेस क्यामेरा भनेर लेखेर छ। यो चाहिँ मस्कारा। ल्यास पनि छ, हेरौँ टाइम छ भने लाउँछु, मलाई लाउँदैन। सोफर, प्राइमर, कन्सिलर, फाउन्डेसन यति भइरहेछ। छोरी उठ्ने बेला भइसक्यो, छिटो गर्नु छ। अनि मेरो आई स्याडो चाहिँ यो सिम्पल छ, म्युट कलरहरू, हाइलाइटर पनि आइछ। सो टाइम अलरेडी पास्ट भइसक्यो। आई स्याडो यसरी लगाएँ हल्का। अब म त्यो आइल्यासेस लाउँदिनँ, यही लाउँछु। अनि प्राइमर लगाइसकेपछि चाहिँ यसरी तन्काइदिन्छु, हल्का परेर तन्काइदिन्छ। अनि त्यसपछि यो मस्कारा लगाएँ। एकछिन सुकेर टक्क आइकल गरिहाल्छु। आइकल अघि पनि गरेको गर्नु छ। As I told you, I'm not a perfect makeup artist. यसो गरी टुपाएको। ओके, अहिलेसम्म यति भयो। प्राइमर, कन्सिलर, फाउन्डेसन, कम्प्याक्ट, मस्कारा, आइलाइनर, आई स्याडो। आइलाइनर लाग्छ, आई स्याडो भयो। आइलाइनरको पालो। मोस्टली म आइलाइनर माथि मात्र लाउँछु। अनि आँखा ठुलो देखाउनलाई चाहिँ यो वाटरप्रुफ यस्तो देखिरहेछ। अब ब्लसरको पालो अनि हाइलाइटर। मेरो आई स्याडो चाहिँ मेलानीको थियो। यो चाहिँ काउन्टर हो, म त्यसमा पर्फेक्ट छैन, म गर्दिनँ। ब्लसर ओके, हल्का मात्र गरेको, गर्मी छ, डे टाइम। अनि त्यो लिपस्टिक 3-in-1 मैले किनेको थिएँ म्याटको। तर 3टा छ, हेरौँ कुन चाहिँ लाउँछु। 2 रेड छ, यसमा म मिक्स गरेर लाउँछु। यो चाहिँ मेरो लिपस्टिक पनि भयो। अब स्प्रे। ओके, मेरो फाइनल लुक चाहिँ यति भयो। आफ्टर प्राइमर, स्याडो, मस्कारा, कम्प्याक्ट, एभ्रिथिङ। आफ्टर लुगा लाउनु छ। बिफोर द्याट स्टेज अझै सजाउनु बाँकी छ। तर यो चाहिँ लाछा हो, कस्तो लाउन मन पर्छ, तर एक्ज्याक्टली कसरी लाउँछ राम्ररी आउँदैन, काम चलाउनु छ है। अलराइट, डे टाइम मेकअप रेडी। ornaments साडी चाहिँ भरि लाउँछु। म लिएर आउँछु ल। पानी अब चिज्यो। हैप्पी फेस सीधा राख, चलक्क राख, सीधा सीधा ठाड अझै छैन। ल भिडियो गर्दै सबै फोटो खिच्नु है। कोरी मात्र हाल्दै धेरै न।
फोटो फोटो उहाँले खिच्दै हुनुहुन्छ It's okay. चिसो भयो एकछिन मात्रै गर्नु ल ल भाइ त्यहाँ कोलेर बस्छ हजुर पकाए 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 अब ज्यादा भयो क्या अरूले गर्ने कुरो Subisa. कता गयो लु है बाबा लु है बाबा लु है सानो है ए हे बाबा ए हे ल है बाबा है तो कली पनि लगाइदिनु है सानो छोरोको टोपी आयो है कली लगाइदिनु खुट्टा उठ्यो खोज्यो है सानो यहाँ तेरिका बाबा छोरोको टोपी यहाँ छ ल तेरिका बाबा तेरिका मलाई अप्ठ्यारो हुन्छ है सानो आखा ये कता हौ बाबा कता हौ अब सानो त त्यो कली त अगाडि गएर भिडियो खिच न त्यो खुट्टाको खिचिरहेको छ त्यहीँ यहीँबाट देखिरहेछ अर्को ओइ बाबा होइन होइन उसलाई त्यो काम छोडिदिए है बाबा सानो छिची बाबा छिची सानो छिची अब खुट्टा लाग्यो खानु सुसु बाबा सुसु साथीभाइ अर्को अर्को कताको चस्मा देखेर त्यो रुन थाल्यो दादा बाजी अब म गर्दैछु अनि मामा आए गर्नु होइन म पनि लगाइदिन्छु अझ भएन यहाँ हुँदैन अझ एकछिन यहाँ हेर्नुहोस् भान्जा छिकेन भान्जा ल निस्किनु चस्मा देखेर एकदम रुन थाल्यो त्यो भाइ म लगाइदिन्छु अरू ये बाबा है अजी हो आम्मा बाबा आम्मा आम्मा सानो ल चाचा पनि लाउँछ कि सानो चाचा लाउँछ कि तर बाबा लगाइदिनु के हुँदैन यो लगाइदिनु त्यो पनि हुँदैन 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 अट्दैन क्या त्यो ठुलो हुन्छ उसको त जे पनि धेरै हुन्छ ल अब एकचोटि अनि भयो बाबा अनि भयो ल उता सिक्री लगाइदिनु अरे ल बाबा ल चामुलाई बाबा छि जानु मान्छे छि
त्यहाँ लुगा फेर्दै हुन्छ आमै हौ भित्रबाट पङ्खा ल्याउन सानो ताराबाजीलाई ताराबाजीलाई बाबा ताराबाजीलाई तिमी यता आउनुहोस् न हेर्नु बिमिना चकलेट मिठो छ मेरो ए त्यहाँ यस्तो गर्नुहोस् बिमिना बिमिना यता यता हेर्नुहोस् त बिमी ल ल ल दही थियो नि भान्जी त्यहाँ ऊ त्यहाँ छ दही ल खाने हो नि त कालो त्यो सुत्दा रिबन पनि छ त्यसको समात्नु मात्र बिमिना जाऊ दिदीसँग जाऊ आमा पनि आउनुहुन्छ हजुर नेपाली पण्डितमै हो नेपाली हुनुहुन्छ उहाँ पनि ए हो हातमा लाग्छ हात निकालो आमा भइसक्यो साडी त कलर मेरो खुट्टा जुत्ता मायाको लुगा थिए मात्र ए मा धन्यवाद यहाँदेखि देखाऊ न यहाँदेखि देखाऊ बाबा दिदी बहिनीको गणेश भगवान भिडियो तिम्रो म जानु तिमी पनि गर्ने टिङ्गा गर्ने डराउनु पर्दैन त्यसलाई ढोकाएर उठाएर गर्दैन दादा जानु ल स्माइल ढोकाएर उठाएर
यसो ढोका तर यो माथि तान माथि ले छोरो माया छोरो माया ए त लुगा सबै खोलेको त